प्रिमिक्सको कालोपत्रे भनेको के हो र त्यो कालोपत्रे कसरी गरिन्छ भन्ने कुराको विषयमा आउनुहोस् आज यस भिडियो मार्फत छलफल र जानकारी गरौँ। तपाईहरुले यस भिडियोमा देख्नु भएको छ नि, ट्र्याक्टरले धेरै धुलो उडाइरहेको छ। यसलाई ब्रुमिङ भनिन्छ। यसमा ब्रुमरको युज गरेर हामीले सर्फेस माथि रहेका ती धुलाका कणहरूलाई ब्रुमरको युजबाट त्यो हटाइन्छ, किनकि थोरै गिट्टीको मात्रा देखाउनको लागि यसो गरिन्छ र त्यो ब्रुमिङ गर्दा गर्दै पनि बचेका केही धुलाका कणहरूलाई हामी फेरि तार ब्रुस र झाडुको मद्दतबाट त्यसलाई पुनः सफा गरिन्छ। अब भने यो प्राइम कोटको लागि रेडी भएको छ। हामीले प्राइम कोटको लागि यसरी बिटुमिनलाई एउटा प्यान अथवा कराईको भाँडोमा यसलाई खनाएर त्यस पछाडि तलबाट आगो बाली यसलाई 135 डिग्री भन्दा माथिको टेम्परेचरमा यसमा तताइन्छ। त्यो तताएर पातलो लेयरमा छुट्टिए पछाडि मात्र त्यो प्राइम कोटको लागि रेडी हुन्छ। अहिले चाहिँ यो हिट भइसकेको मटेरियललाई हामी प्राइम गर्नको लागि रेडी गर्दैछौँ र यसलाई भर्दैछौँ। हिट भइसकेको बिटुमिनलाई हामी फिल्डमा त्यसमा केरोसिन अथवा डिजललाई मिक्स गरेर त्यसलाई मजाले फिटेर हामी फिल्डमा अप्लाई गर्न सक्छौँ। यसमा देख्नुभएको छ फिल्डमा हामीले मजाले अप्लाई गरेका छौँ। प्राइम कोट गरेको कम्तीमा पनि 24 घण्टा पछाडि त्यसको सिचुएसन हेरेर हामी त्यसमा ट्याग अप्लाई गर्छौँ। फिल्डमा हामीले तपाईहरुलाई यस भिडियोमा देखाइरहेका छौँ। हामीले प्रिमिक्सको लागि प्राइम कोट गरेको 24 घण्टा पछाडि यसमा ट्याग कोट अप्लाई गरेको देखाएका छौँ। अब भने प्रिमिक्स कार्पेट तयार गर्नका लागि हामीले बिटुमिन हिट गराइसकेका छौँ र यो बिटुमिनलाई हामी मिक्सरमा अप्लाई गर्छौँ, जहाँ हामीले चिप्सलाई र बिटुमिनलाई प्रोपर हिटिङ सहित मिक्स गर्ने गर्छौँ। यहाँ तपाईले भिडियोमा देख्नुभएको छ यो मिक्सरमा हाल्नको लागि हिट गरिएको 150 डिग्री भन्दा माथि हिट गरिएको बिटुमिनलाई हालिराखिएको छ र यतापट्टि अब तपाईहरुले भिडियोमा देख्न सक्नुहुन्छ यो चिप्स गिट्टी जसमा अलिकति मात्रामा डस्ट पनि मिसिएको छ, त्यो हामीले मिक्सरमा मिक्स गर्नको लागि रेडी गरेका छौँ। अब भने प्रिमिक्स मिक्सरमा प्रोपर हिटिङमा मिक्स भएको चिप्स गिट्टी डस्ट र बिटुमिनलाई मजाले मिक्स भइसके पछाडि त्यसलाई हामी ट्रान्सपोर्टको रूपमा हामीले ट्र्याक्टर लिएका थियौँ। त्यो ट्र्याक्टरमा हामी अनलोड गर्दैछौँ। त्यो ट्र्याक्टरमा मिक्सरबाट अनलोड गरेर ट्रालीमा लोड हुँदैछ। यो लोड भइसकेको मटेरियललाई हामी नजिकै हाम्रो साइटमा लगेर यसलाई खनाउने गर्छौँ। रेडी भएको मटेरियललाई हामी लिएर आएर हाम्रो कुन साइटमा गर्नुपर्ने हो त्यहाँ लिएर आएर ट्याग कोटमाथि हामीले अप्लाई गरेर यसरी चाहिएको थिकनेस अनुसार हामीले अप्लाई गरेका छौँ। तपाईहरुले यसलाई भिडियोमा पनि देख्न सक्नुहुनेछ। तपाईहरुले देख्नुभएको ड्रममा भएको चाहिँ फर्नेस ओइल हो, जसले प्रिमिक्सको मिक्सरमा आगो बाल्नको लागि मद्दत गर्छ। त्यसको लागि हामीले फर्नेस ओइल चाहिँ लिएर आएर अप्लाई गरिन्छ। भट्टीमा प्रोपर मिक्स भइसकेर आएको त्यो मटेरियललाई हामीले फिल्डमा अप्लाई गर्छौँ र फिल्डमा आवश्यक र डिजाइन अनुसार त्यो थिकनेस दिएको हुन्छ, त्यो थिकनेस अनुसार त्यो लेन्थ अनुसार हामीले अप्लाई गर्छौँ र त्यो अप्लाई गरिसके पछाडि त्यसलाई हामीले रोलरको मद्दतले त्यसलाई कम्प्याक्ट गर्ने गर्छौँ। रोलरले कम्प्याक्ट गरिसके पछाडि कहिलेकाहीँ पछाडि थोरै खाल्टाखुल्टी देखिन सक्छ, फिनिसिङ नआउन सक्छ। त्यो समयमा फेरि यही मेटेरियललाई हामी पछाडि त्यसलाई फालेर र त्यसलाई फेरि मिलाएर रिरोलिङ गर्छौँ। त्यसलाई ब्याकअप पनि भन्ने गरिन्छ। एकैचोटि कहिलेकाहीँ काम फिनिसिङ नहुन सक्छ, त्यसको लागि हामीले ब्याकअप हाल्ने गरिन्छ। यसरी नै हामीले यस कामलाई अगाडि बढाउनेछौँ र बढ्दै जानेछ। अब हाम्रो अन्तिमको काम रहेको छ सिलकोट। सिलकोटको लागि हामीले अघि प्रिमिक्स मिक्सचरमा जसरी हामीले चिप्स गिट्टी र बिटुमिनलाई मिक्स गरेका थियौँ, त्यसरी नै हामीले सिलको लागि बालुवा लिएर आएका हुन्छ। त्यो बालुवा र बिटुमिनलाई ब्राउनी कलर नभइन्जेलसम्म अझ भनौँ कफी कलर नभइन्जेलसम्म त्यसमा भुटिन्छ र त्यो भुटिसकेर जब त्यसको कलर ब्राउन कलरको कफी कलरको हुँदैन तबसम्म हामीले त्यसलाई भुट्छौँ र त्यसलाई
हामीले फेरि रोडमा अप्लाई गर्छौँ। रोडमा तपाईँहरूले देख्न सक्नुहुनेछ हामीले बेल्चाको मद्दतले यसरी अप्लाई गरेका छौँ र यसलाई फेरि पछाडिबाट झाडुको मद्दतले चारैतिर त्यसको भोइड्सहरू पुर्ने गरी त्यसलाई चाहिँ अप्लाई गर्छौँ। जसले के हुन्छ भन्दा बर्खायाममा पानी परेको कन्डिसनमा या कुनै लोड गाडी हिँड्दै गर्दा त्यसले त्यो हामीले गरेको प्रिमिक्स चाहिँ उक्किँदैन, जसले त्यसलाई त्यो भोइड्सहरू पुरिसके पछाडि त्यसमा पानी पनि जम्ने गर्दैन र यसरी नै हामीले यस रोडको कामको फिनिसिङ गर्छौँ र यो सबै सके पछाडि हामी 24 आवर पछाडि यो बाटो चाहिँ ओपन गर्छौँ र यसमा हामीले साना सवारी साधनहरूलाई चाहिँ हिँड्नको लागि बाइकहरू साइकलहरू हिँड्नको लागि ओपन गर्ने गर्छौँ। यसरी नै हाम्रो प्रिमिक्सको काम भने सकिन्छ। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो, के लाग्यो प्रतिक्रिया दिन भने नभुल्नु होला र यस्तै यस्तै भिडियोको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नु होला र फेरि यस्तै भिडियो ल्याउने बाचासहित बिदा हुन्छु। हस्त नमस्कार।